एकचोटि हाई गरिदिउँ हाम्रो ब्लगमा धन्यवाद यो चाहिँ हाम्रो मिनी ब्लग थियो आजको होइन कार्यक्रममा सबजना त साथीहरू हेर यहाँ चाहिँ हामी आएको छौँ डुलडाल गर्नलाई भोटिङको प्रचार गर्नलाई घन्टी छापमा भोट दिनुपर्न है यसपालि चाहिँ बालेन शाहलाई जिताउनु पर्ने जसरी पनि होइन अब जति पनि भइयो सो भइयो जे भइयो सो भइयो अब चाहिँ यस्तो झुक्किएर पनि अरूमा भोट चाहिँ नदिनुपर्ने होइन यो हाम्रो कर्तव्य छ हाम्रो यो फर्ज छ हाम्रो आफ्नो फर्जलाई निभाउने युवा चाहिँ यसपालि हुनु नै पर्छ जसरी भए पनि होइन सबलाई एकचोटि म यो भन्दैन कि यो त नेगेटिभ जस्तो फलो भइरहेछ कि यसपालि हामीलाई होइन यसपालि हामी बुझेर सोचेर होइन सब थोक हेरेर सब यसपालि चाहिँ बालेन शाहले नै दिनुपर्ने हो जसरी भए पनि हामी चाहिँ नेगेटिभ फलो गर्ने मान्छेहरू होइन हामीले पढे लेखेको मान्छे हो सो त्यही भएर पढे लेखेर जस्तो मान्छे भनौँ अनि फ्युचरलाई अगाडि बढाउँ होइन पैसामा बिकाउने होइन हो इमानदारीपूर्वक दिने हो इमानदारीपूर्वक हामीलाई एक दिनको सुविधा चाहिएन हामीलाई 5 सालको सुविधा चाहियो त्यही भएर 5 साल सुविधा हुने गरी हामी चाहिँ भोट दिने हो त्यो पनि हो ल अब जाने हो यहाँबाट